हेलो सो गाइस नमस्ते, मेरो नाम जेएस गोपाल ब्लग। आज चाहिँ इन्कम कसरी हुँदो रहेछ भन्ने एउटा भिडियो बनाउँदैछु। र अस्ति एउटा सानोतिनो च्यालेन्ज गरेको थिएँ मैले, 1 घन्टामा कति कमाइदो रहेछ भन्ने। त्यही दिन चाहिँ गाडीको चाबीको स्विचमा चाबी भाँचेर त्यही अड्केको कारणले गर्दाखेरि पुरा भिडियो हाल्न सकेन। र आजको भिडियो चाहिँ कस्तो हुनेछ भन्दाखेरि थोरै क्लिप काटिन्छ र त्यसमा चाहिँ कति पेसेन्ट चल्छ र कति बेलुकासम्म कति इन्कम गर्दो रहेछ भन्ने भिडियो मैले बनाउँदै गइरहेको छु। र सो मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला गाइज। अनि जिएस गोपाल भ्लगलाई पनि सब्सक्राइब गर्न नभुल्नु होला। तपाईँले हेरिएर सुझाव दिनु होला, मलाई यसमा के कन्टेन्ट पुगेन त्यसमा सुझाव दिनु होला गाइज। आज चाहिँ म तपाईँहरूलाई सुर्खेत भ्याली नै घुमेर तपाईँहरू बेलुकासम्म कति इन्कम हुँदो रहेछ अटो चलाउँदाखेरि भन्ने बारेमा तपाईँहरूको भिडियो ल्याउन गइरहेको छु। र अब भिडियो सुरु गरौँ है त। मैले अब यहाँदेखि सुरु गर्दैछु। तपाईँको कति मान्छे भेट्छ र कति मान्छे आइदो रहेछ अनि बेलुका सबै तपाईँहरूलाई मैले पैसा कति जम्मा भयो ऊ जम्मा भयो भनेर बताउने छु। र अहिले चाहिँ म यतै भानुपुर भाइरल रोडतिर बस्थेँ, यतैबाट सुरु गर्दैछु राजी होमस्टे अगाडिबाट। कति कमाइ हुँदो रहेछ बेलुकासम्म भन्ने कुरा ठ्याक्कै त गर्न सकिन्न। अब हेरौँ बेलुकासम्म कति इन्कम हुँदो रहेछ भन्ने प्लानमा अब हामी भिडियो बनाउन गइरहेको छौँ रे। अब मान्छे त त्यस्तो खासै भेटिन्न अहिले। अब टाइम पनि छैन खासै भेटिनु भनेको बेलुकाको समयमा। अब घर जाने यताबाट टाइममा अहिले ठ्याक्कै भेटाउला भन्ने आश छैन। तर केही छैन, घुमौँ। कहाँ जाने नबस्नु, नाग्दिनु होला, नाग्दिनु माथि चोकसम्म कता जाएँ 20 रुपियाँ। वहाँ चाहिँ श्रीराम चोकदेखि माथि एयरपोर्ट चोकसम्म आउनु भएको रहेछ। र अब 2 जना भेट्दै लाग्छ अगाडि। अब हेरौँ अगाडि जान्लाइस। कहाँ जान्लाइस भने कहाँ जान्लाइस भनेको यो चाहिँ हाल गाउँको मान्छे भेटाएर पनि बोल्दैन यहाँ रहेछ। जान्नु नि Đâu là sơ sơ chúng ta như là जाने वाले भन्ने क्या गाडी लाग्छ यार। एक भी मान्छे नै मिल्छ। जाने दे अटो ल त ल हजुर। कति हो कति हुन्छ कति हो? अब यहाँदेखि त 50 लाग्छ नि अरे। यहाँदेखि 50 हो, उताबाट आएको 20 रुपियाँ भनेपछि 70 80 कति 100 रुपियाँ दिनुहुन्छ? त्यहाँ मेरो भाषामा पुऱ्याइदिनु होला न। घर कहाँनिर हो? त्यो चौकीतिर हो, चौकीबाट हल्का डाँडा काना जाने त्यहाँ घरसम्म पुऱ्याइदिनु 150 दिन्छु। भिडियो बनाएको चाहिँ मैले
एउटा च्यालेन्ज गरेको मा चापी नै भाँच्छ कि यार आज फेरि बेलुकासम्म कति इन्कम हुन्छ भनेर बिहानदेखि चलिरहेको छ कोटी मेरो भिडियो चलिरहेको छ बिहानदेखि हाम्रो एकजना दाई बाङ्गे सिमल भन्नुभएको दाइले मैले सरी भनेको थिएँ उहाँ दैले रोडदेखि चढ्नु भएको अहिले यहाँ पारदेखि हल्का माथिपट्टि चाहिँ कति बाटोमा उहाँले मैले 100 भनेर लिएर आएको उहाँले चाहिँ 150 रुपियाँ दिनुभयो मलाई यस्तै भिडियो त हेर्नु मजा आउँछ न गाइज अनि थोरै यहाँ डाँडामा मैले भ्यू देखेको छु भ्यू चाहिँ म तपाईँलाई सर्लक्क हालिदिन्छु है त थोरै के भनौँ भ्यू अघि देखाउँछु भन्थेँ मैले सानोतिनो भ्यू देखाइदिन्छु गाइज होइन हेर्नु मलाई त सर्लक्क कहाँको भन्दाखेरि म पनि चिन्दैन तर तपाईँहरू चिन्नेले मेन्टेन गर्नुलाई त सारा गाइज यही दे जानु नि चेन्ज दिनु होला चेन्ज 30 रुपियाँ के गर्न आएको हजुर यता के गर्न आएको दाजु यो अङ्कल लग्नुपर्छ क्या भोलि जानु पर्ने तल तर हेरि घुम्नु तपाईँ अब आउँछ कालोमा क्या अब आउँछ भनेको के सो गाइज आज चाहिँ यो भिडियोलाई चाहिँ यतिमै अन्टिम गरिदिउँ आज गोपालले कति कमायो च्यालेन्ज गरेको थिएँ 12 बजीदेखि बेलुकासम्म कति कमाउँदो रहेछ भन्ने र आज कति कमाएँ म तपाईँलाई गनेर देखाउनेवाला छु हेर्नुहोस् है त 6 7 8 9 10 11 12 1 2 3 4 5 13 10 20 30 40 50 60 70 80 1380 रुपियाँ कमाएर रहेछ मैले यो 1380 रुपियाँ कमाएर रहेछ गाइस तेल नहालिकन अझै तेल मैले हालेको छैन तर खासै घटेको छैन तेल पनि र एउटा कुरा आज कमाउनु त कमाइन्थ्यो तपाईँले भिडियोमा देखिसक्नुभयो मान्छे कति थियो एकजना लिएर उहाँ चाहिँ उहाँबाट एकजना यहाँ लिएर त्यति थियो हेर्नु गाइस र अर्को कुरा के छ भन्दाखेरि मेरो एकदम यो घाँटी एकदम पिरो भइरहेछ बिमारी हुने खोजेको हो क्या हो एकदम टाउको पनि बलक बलक गरिरहेछ सो केही छैन म अब आजलाई म यति अन्तिम भिडियो गराएर म अब छुट्टी गर्नेवाला छु र के गर्नु साथीहरू जहिले मैले च्यालेन्ज गरेँ तैले मेरो दिन बिग्रिआउँछ अस्ति च्यालेन्ज गरेर गाडीको चाबी ठ्यास भयो आज च्यालेन्ज गरेर मान्छे पनि ठ्यास हुने बेर छैन र मेरो अरू भिडियो त छैन तर 2टा जति भिडियो 3टा जति लगभग भनौँ 5-6 वटा भिडियो छ मेरो युट्युब च्यानलमा गएर सबले हेरिदिनु होला गाइस है मलाई सपोर्ट पनि गर्नुहोस् मलाई माया पनि गर्नुहोस् किनकि एकदम गोपाल भनेको गोपाल हो कुद्नु पनि आजलाई यो भिडियो यति नै हस्त धन्यवाद जय नेपाल।